झूठो कसम अनि तपाईले मेरो लागि काम बुझ्नु भयो त यसो बुझ्नु भएको भए त दुवैजना भएर काम गर्नुहुन्थ्यो नि किन नबुझ्नु तेरो लागि मात्रै हो र गीताको लागि पनि बुझिरहेको छु तर के गर्नु कामै पाइँदैन बाबा हजुरले भन्नुभएको साँचो रहेछ जागिर पाउन मोटो रकम घुस्काउनै पर्दो रहेछ यसै त हामी जस्ता गरिबलाई जागिर कसैले नदिने नै रहेछन् त हामी भन्दा धेरै सानी छेस तैँले अहिलेसम्म केही बुझेकी छैनस् यहाँ त राम्रो काम पाउन जागिर खान पाइनै पछि घुस खुवाउनु पर्छ कि त अलि माथिल्लो तहमा आफ्नो आफन्त हुनुपर्छ त्यति मात्रै हो र यहाँ त हामी जस्तो गरिबलाई काम लगाइदिन्छु भन्दै राम्रो जागिर लगाइदिन्छु भन्दै विभिन्न बहाना बनाएर यहाँ त पैसावालाहरूले आफ्नो स्वार्थ पूरा गर्छन् छोरी तिमीले त्यसैले पहिलामा आफ्नो ख्याल गर्नुपर्छ
हो छोरी, दुनियाँ स्वार्थी छ, जसले पनि आफ्नो भलाइ मात्रै सोध्छन्। त्यसैले तिमी आफू हिँड्दा बस्दा कसैसँग बोल्दा एकदमै विचार पुर्याउने गर। हामी जस्तो गरिबले गल्ती नगरे पनि दोष र गल्ती हामीलाई नै देखाउने जमात छ यहाँ। सम्झ, तिम्रो जागिर पक्का भयो, तर त्यसको लागि तिमीले केही शर्तहरू पुरा गर्नुपर्छ। म तिमीलाई माया गर्छु, त्यसैले तिमीलाई मनको कुरा भन्न यहाँसम्म बोलाएको। ओ बाबा, यो दुनियाँ कति स्वार्थी छ भनेर मैले पनि बल्ल बुझ्दैछु। यो प्रकृतिले सबैलाई सम्मान ठान्दा, तर यो मान्छेले मान्छेलाई सम्मान नठानेको देख्दा मलाई मान्छे भएर जन्मेकोमा ठुलो पछुतो लागेको छ बाबा। आखिर मान्छेले मान्छेमाथि नै किन यस्तो व्यवहार गर्छन्? मैले त्यही भएर यस्तो समाज, यस्तो देशमा बसेर अरूको फरिया हुनुभन्दा यसो ऋणबानै गरेर भए पनि छोरीलाई विदेश पठाइदिऊ भनेको तपाईँले मान्नु नै भएन। के कुरा गरेकी गीताको आमा तैँले? गीता आफ्नो मात्रै स्वार्थ बोकेर हिँड्ने खालकी केटी होइन। उसमा तेरो, मेरो र यो घरको पुरै सपना छ। उसलाई विदेश पठाएर त्यो सपना सबै भत्ताभङ्ग पारौँ म। बाबा, हजुर टेन्सन नलिनु, म जाँदिनँ विदेश। म यही समाजमा बसेर हामीमाथि क्षुद्र व्यवहार गर्ने राक्षसहरूसँग हामीमाथि गरेको अन्याय र अत्याचारको हिसाब माग्नेछु। वर्षौँ हामीलाई आफ्नो नोकर चाकर ठान्ने त्यस्ता मानव रूपी दानवहरूसँग म कानुनी लडाइँ लड्छु र यही समाजमा म आफूलाई एक समाजसेवीको रूपमा स्थापित गर्छु। स्याबास छोरी, स्याबास। कहिले मेरो मनकै कुरा बुझिस् छोरी, मनकै कुरा बुझिस्। तर गीताको बा, यो सम्भव छ? असम्भव भन्ने के छ र गीताको आमा? यो दुनियाँमा सबै कुरा सम्भव छ। ल, मिठो मसिनो केही बनाउँदै गर, म एकछिन गाउँतिर गएर आउँछु। म हिँडेँ। के हो, एक्लै हिँडिरहेछौ? अब त जोडीसँग हिँड्नुपर्ने होइन र तिमी? वकिल साहब पनि ठट्टा गर्नुहुन्छ कि अझै पनि त्यही मङ्गलको डर लागिरहेछ? शिला हिजोसम्म उसको साथमा हुँदा त म डराएन। आज त शिलाले उसँग सम्बन्ध विच्छेद गरिसकी, अब म किन डराउँथे? अनि शिला खै त? वकिल साहब, हामी केही दिनको लागि काठमाडौँ घुम्न जाँदैछौँ। ऊ माथि चोकमा मलाई कुरिराखी होली। ए भनेपछि बिहे नगरिकन हनीमुन मनाउन लाग्यौ? ए, अहिलेको जमानामा पनि बिहे नै गरिराख्नुपर्छ र। जब दुईजनाको मन मिल्छ, जहाँ पनि पुगिन्छ, जे पनि गरिन्छ। ल ल, मौज गर, जे छ तिमीहरूकै छ। तर वकिल साहब, तपाईँले मलाई फाइदा पुग्ने गरी जे जति गर्नुभयो, त्यसको लागि मैले तपाईँलाई धन्यवाद दिनै पर्छ। हेर माइकल, मैले कसैलाई फाइदा बेफाइदा पुगोस् भनेर योजनाबद्ध ढङ्गले काम गरेको होइन। मेरो पेसा नै त्यस्तो हो, जुन एउटालाई फाइदा पुग्दा अर्कोलाई बेफाइदा हुन जान्छ। जे होस्, यो वर्ष मेरो ग्रह राम्रो रहेछ, जे चाह्यो त्यही पुगेको छ। तिम्रै कारण मङ्गललाई छोडेर शिला तिमीसँग आएकी छिन्। जिन्दगीभरि माया गर्नु, कहिल्यै पीडा नदिनु। पीडा त उसलाई आजै भइसक्यो वकिल साहब। चोकमा मलाई पर्खेर बसेको 2 घन्टा भइसक्यो।
अहिले म जान्छु है वकिल साहब। ल ल अल्ला रे बल्ला रे केटो, सुख त पक्कै पनि दिँदैन यसले। आफ्नै कारणले शिलाले दुःख पाउने भइन्। मुक्ति मुक्ति दादा हो मेरो नाम। भयो मैले के गरिदिनु पर्यो त? कहाँ आज आफ्नै बुढीलाई पो डाइलेक्ट दिन थालेछु त। दिन सक्ने ठाउँमा डाइलेक्ट दिन सक्ने होइन? किन नसक्नु? मेरो एउटा डाइलेक्टले गर्दा सरकारले शिक्षकहरूको माग पुरा गर्दैछ। तँलाई थाहा छ, अस्ति तैँले र मैले बोलेको डाइलेक्टले गर्दा सरकार र शिक्षकको बिचको मध्यस्थताको बिन्दु भेटिएछ। त्यही भएर शिक्षकहरू अहिले आफ्नो आफ्नो स्कुल फर्किसके। तपाईँको यो हावादारी कुराले नि मेरो दिमागै खाइसक्यो। होइन, अब त अलिक परिपक्व बन्न सिक्नु न। कतिन्जेल चल्छ यस्तो हावादारी कुराले? खै चल्नेलाई हावादारी कुरा गरेर पनि चलेकी छ। घर घरमा ग्यास पाइपको जडान, समुद्रमा आफ्नै पानी जहाज, अन्तरिक्षमा आफ्नै यान उडाउँछु भनी हावाई गफ्दिएर भए पनि देश चलाएकै छन्। सुशासन, समृद्धि, समानता जस्ता कुरा गरेर नेताले जनतालाई ढाँटेकी छन्। नेपालकै खै कुन चाहिँ डाँडामा बसेर प्रत्येक नेपालीले महिनाको 3-4 लाख कमाउन सकिन्छ भन्न भ्याएकै छन्। अब त आफै भन्न, मैले चाहिँ यति गफ पनि दिन नहुने हो र? हुन्छ बाबा हुन्छ, हजुर पनि गफ दिनलाई त नेता भन्दा कम कहाँ हुनुहुन्छ र? अनि ल म एकछिन माथि नगरसम्म पुगेर आउँछु। ए बुढो, कहिलेकाहीँ त कामतिर पनि ध्यान दिनु न। सधैँ यसरी डुलेर घुमेर मात्रै भएन क्या। मुक्ति मुक्ति दादा हो मेरो नाम। अब दादाले किन काम गर्नु पर्यो? दादाले त अरूलाई काममा लाउने हो नि। ल म हिँडेँ अहिले। होइन, त्यो केटोलाई त्यत्रो बिना मैले सम्झाएको थिएँ, आखिर गएरै छाडो विदेश। मैले पनि धेरै सम्झाएँ तर मेरो कुरै सुनेन। यो सब त्यही श्यामेको छोरी गीताको कारणले हुनुपर्छ। मलाई भन्दै थियो गीतालाई म धेरै माया गर्छु, तर उसले मेरो प्रेम प्रस्ताव स्वीकारेन भनेर। त्यसैको रनामा केटोले घर छोडेर हिँडेको हुनुपर्छ। मान्छेहरू वान साइड लभमा परेपछि पागल हुन्छन्, आत्महत्या गर्छन्। तर पप्पुले त घरै छोडेर गयो। जेउस राम्रै गर्यो। त्यतिको केटा पाउँदा त त्यसले आफूलाई भाग्यमानी ठान्नुपर्ने। एउटा भनाइ थियो नि दादा हजुर, खै केलाई के पर्दैन भन्थे, त्यसलाई त्यही भएको हुनसक्छ। मलाई जागिर लगाइदिनुस् भन्दै आएकी थिए। त्यसैको भविष्य राम्रो होस् भनेर पप्पुको नम्बर दिएर पठाएको थिएँ। आखिर झुपडीमा बस्नेलाई महल किन जुट्थ्यो र? भएको छाड्दिनुहोस् दादा, बेकारमा त्यसको कुरा गरेर किन समय बर्बाद गर्नु। खै त दिदी आउनु भएको भन्ने सुनेको थिएँ, म त देख्दैन त। आकी छे, खै बाहिरतिर पुगेर आउँछु भनेर निक्लेकी थिए। हुन्छ दादा, त्यसो भए अहिले लाग्छु म। अनि दिदीसँग भेट गर्दैनस्? खै अहिलेसम्म आइपुग्नु भएन, मलाई अलि हतार छ। फेरि कुनै बेलामा भेटौँला नि। ल हस्। ल ल। ओहो फुलमती, शान्ति, कहिले आएको तिमी? 2 हप्ता जति भयो। आउन यतै बसेर गफ गरौँ एकछिन। अनि तिमी एक्लै आएको कि तिम्रो बुढा नै आएको छ? म एक्लै आएको शान्ति। तिमी त कजिनी भएको भने सुनेको थिएँ। भाग्य त राम्रो रहेछ है तिम्रो। तिमी पनि मुखियाको खलकमा पुगेको थियौ त, तिम्रो चाहिँ भाग्य राम्रो भएन र?
सबैको भाग्यमा श्री त कहाँ लेखेको हुन्छ र शान्ति? तिमीले पो नाम इज्जत सबै पाकिछौ, आफ्नो त। किन र के भयो फुलमती तिम्रो? भेटघाट नभए पनि थुप्रै भयो हाम्रो, सबै राम्रो होला भनेर सोचिराखेँ मैले त। भन फुलमती, तिम्रो घर परिवार तिम्रो श्रीमान तिमीप्रति खुसी छैनन् र? के तिमी उनीहरूप्रति खुसी छैनौ? अरे के भो भन न, मलाई भन्दा के अप्ठ्यारो, म त तिम्रो बच्चा बेलदेखि साथी। श्रीमान घर छोडेर जानुभएको धेरै समय भइसक्यो। अरूको मुखबाट सुनेको छु सहरतिर अर्कै श्रीमती लिएर बसेको छन् रे। सास ससुराले घरमा दिनरात किचकिच गर्छन्, घर छोडेर गइदिए हुन्थ्यो भन्ने ठान्छन्। सायद बाआमासँग उसको कुरो हुँदो हो। अनि किन यस्तो कुरा लुकाएर बसी कि त? गाउँ समाज छरछिमेक कोही छैन तिम्रो पछिमा बोल्ने? यति कोही नभइने कानुन त छ नि, किन चुप लाएर बसे कि? होइन शान्ति, उसँग मेरो आफ्नै इच्छाले बिहे भएको हो। घरायसी रूपमा हेर्दा मात्र हामी श्रीमान श्रीमती, तर कानुनी रूपमा हेर्दा म उसको श्रीमती र ऊ मेरो श्रीमान भन्ने केही प्रमाण छैन मसित। त्यही भएर म विवश छु, केही बोल्न अनि केही गर्न सक्दिनँ। ला शान्ति, ढिला भयो। बाबा फेरि अहिले छोरी कता हराए भनेर खोज्न जानुहुन्छ। म यतै बस्छु, पछि भेटौँला। म अहिले गएँ ल। ल ल। कान्छु, तिमीलाई बोर त भएको छैन नि? किन बोर नहुनु? छोरी बेर भएर म यहाँ तुरेर बसेको, किन ढिलो गर्नुभएको त? तिमीलाई के भन्नु कान्छु, घरबाट बा आमालाई निक्लिन दिनु भएको थिएन? कति धेरै बहाना गरेर निक्लिनु पर्यो। फेरि आउँदै थिएँ, बिच बाटोमा वकिलले र्याक गरेर हिँड जाउँ कान्छु। अहिले फेरि गाउँले देख्यो भने तनाव हुन्छ। ओहो, नमस्कार बस्नेत काका। नमस्कार नमस्कार जुङ्गे भाइ, कता पुगेर आयो? त्यहाँ माथि घर बनाइरहेको ठाउँमा मिस्त्रीलाई अलिअलि खर्च दिएर आएको काका। अनि बस्नेत काका, तपाईँको यात्रा चाहिँ कहाँसम्मको हो नि? सङ्गठनको साथीहरूले सानो मिटिङ छ भने थियो, त्यतैतिर जान लागेको। साँच्ची बस्नेत काका, यसपालि चाहिँ तपाईँले यो नगरलाई नेतृत्व दिनुपर्छ है। तपाईँ जतिको नेता यो नगरले पाएको भए त यो नगरको मुहारै फेरिन्थ्यो। मैले पनि नआँटेको त कहाँ हो र जुङ्गे भाइ? खै नगरवासीहरूले साथ दिँदैनन्। जहिले चुनावमा भाग लिए पनि जिताउने कहिले होइनन्। अहिले सूचना र सञ्चारले निकै फड्को मारिसक्यो। कुना कुनाका जनताहरू सबै सचेत भइसके। पहिलाको जस्तो समय छैन। हाम्रो नगरको जनताको चेतनाको स्तर माथि उठ्नै पर्छ। कति दिन अरूको गुलाम बन्ने, कति दिन विकसित मुलुकको कल्पना मात्र गर्ने?
कति दिन समृद्धि समृद्धि भनेर नारा मात्र लगाउने। अब योजनालाई कल्पनामा सीमित बनाउने र समृद्धिलाई जिब्रोमा झुन्याउने मात्र होइन, अब त सपनालाई विपनामा परिणत गराउने, योजनालाई व्यवहारमा उतार्ने, समृद्धिलाई गाउँ गाउँ टोल टोलमा छर्ने काम गर्नुपर्छ। हो, तपाईँको यही सकारात्मक सोचले नै म प्रभावित भएको छु। तपाईँ अगाडि बढ्नु, म छु तपाईँको साथमा। हुन्छ हुन्छ जुङ्गे भाइ, म हाम्रो गाउँ टोल नगरको लागि सधैँ सेवारत रहनेछु। यसो हाम्रो घरतिर पनि आउँदै गर्नुहोस्। यसो फुर्सदको बेलामा काका भतिज बसेर गफ गरौँला। हुन्छ हुन्छ ल। ल यो माइकल त शिलासँग पो छ त। कतै यो माइकलको शिलासँग चक्कर सक्कर त छैन? यदि त्यसो हो भने त हाम्रो इज्जत सिज्जत हुँदैन। यस्तो यो हुन सक्दैन, यो हुन सक्दैन। ल गाडी पनि छैन, मान्छे पनि छैन, कता हिँडिसकेछन्? एउटा कुरा सोधौँ? सोध न। हजुर मलाई कति माया गर्नुहुन्छ? सागरभन्दा गहिरो, यो ब्रह्माण्डभन्दा फराकिलो र सृष्टिभन्दा धेरै माया गर्छु नि। कति माया गर्नुहुन्छ? अनि तिमी चाहिँ मलाई कति गर्छौ नि? छ नि, हजुरले भन्दा 2 गुणा बढी गर्छु। कुनै दिन मैले तिमी माथि सौदा हालेँ भने तिमी के गर्छौ? सौदा? शिला, शिला, शिला उठ, म तिम्रो मङ्गल यहीँ छु। प्लिज उठ, अबदेखि म तिमीसँग यस्तो ठट्टा कहिले गर्दिनँ। प्लिज एकचोटिलाई माफ गरिदेऊ। उठ शिला, प्लिज प्लिज शिला उठ, अबदेखि म यस्तो ठट्टा कहिले गर्दिनँ। उठ शिला, शिला, शिला यता हेर। शिला उठ, यहाँ मलाई हेर। लाठी, मैले त्यसो ठट्टा पो गरेको त, तिमीले यसरी सिरियसली लिइहाल्नुपर्छ। देख्नुभयो, हजुरको एउटा शब्दले मलाई कति असर पर्छ भने। झन् हजुरले साँच्ची नै चौतो ल्याउनु भयो भने मेरो हालत के होला? लाठी, मैले आफ्नो बुढीसँग यसो कहिलेकाहीँ ख्यालठट्टा पनि गर्न नपाउने? पाउन त पाइन्छ, तर यस्तो खालको ठट्टा कहिले पनि नगर्नु मसँग, किनकि म सहन सक्दिनँ। हुन्छ बाबा, हुन्छ। अबदेखि म तिमीसँग यस्तो खालको ठट्टा कहिल्यै गर्दिनँ। अब त खुस? ल उठ जाउँ अहिले। शिला, शिला त्यसरी नहिँड, लडिन्छ फेरि। शिला, हेर्नुहोस्, म त हिँड्दा पनि तपाईँकै फेस हेरेर हिँड्न मन लाग्छ। शिला, शिला त्यसरी नहिँड, लडिन्छ फेरि। म त हिँड्छु, तपाईँको अनुहार हेर्दै हिँड्छु। शिला, शिला।